हेलो साथीहरू नमस्ते। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो नाम चाहिँ सृष्टि लुइटेल र सधैँ जस्तो म आज पनि फेरि एउटा नयाँ केस लिएर आएकी छु। होप तपाईँहरूलाई मन पर्नेछ र आउनुहोस् अब आजको भिडियो सुरु गरौँ। 2068 साल पुस 27 गते बिहानको यस्तै 9-10 बजेतिर बुवा हरेराम ढकालले आफ्नी छोरी गीता ढकाललाई फोन गर्छन् र फोन गर्दाखेरि चाहिँ छोरी गीता ढकालको हालखबर सोध्दै जाँदा गीताले चाहिँ आफ्नो खुट्टामा फ्र्याक्चर आएको भनेर आफ्नो बुवालाई बताउँछिन् र बुवा हरिराम ढकालले चाहिँ त्यसो भए हाम्रो घरमा आऊ बस्न भनेर छोरीलाई भन्छन्। तर छोरीले चाहिँ होइन खुट्टामा चोट लागेको छ, म यहीँ नै रेस्ट गर्छु भनेर आफ्नो बुवालाई भन्छन्। ल ठिकै छ त्यसो भए रेस्ट गर भनेर बुवा हरिराम ढकालले आफ्नी छोरीलाई भनेपछि उनीहरूको फोन बन्द हुन्छ। र यस्तै फेरि 2-3 बजेतिर बुवा हरिराम ढकालले छोरीको हालखबर के कस्तो छ भनेर बुझ्नको लागि 3 बजेतिर फेरि छोरी गीतालाई फोन गर्छन् र दिउँसोको 3 बजेतिर फोन गर्दा चाहिँ गीताको फोन स्विच अफ आउँछ। तर गीताको फोन स्विच अफ आउँदा हरेरामले चाहिँ सायद अब नेटवर्कको प्रब्लम होला भन्ने सोचेर खासै चिन्ता लिँदैनन् र उनी यत्तिकै बस्छन्। र फेरि उनले फेरि 7-8 बजेतिर आफ्नी छोरी गीतालाई सम्पर्क गर्न खोज्छन् र यति बेला पनि गीताको फोन स्विच अफ नै आउँछ। र यति बेला चाहिँ कोही कतै हरेरामको मन चाहिँ अलिकति चिसो चाहिँ भएको हुन्छ, तर पनि अब धेरै ठुलो इस्यु नसोचिकन यत्तिकै त्यो दिन बित्छ। र छोरीको फोन यसरी लगातार नलागिसकेपछि त्यही 2068 साल पुस 28 गते बिहान हरिरामले चाहिँ आफ्नो भाइलाई एकचोटि गीताकोमा गएर हेरेर आऊ भनेर भन्छन्। र अर्को दिन बिहान हरिरामका भाइ जान्छन् र अब त्यो घरमा हेर्दाखेरि चाहिँ बाहिरपट्टि गेटमा ठुलो तालचा लागेको हुन्छ अनि उनी त्यहीबाट फर्किन्छन् र आफ्नो दाइलाई चाहिँ हरिरामलाई जानकारी दिन्छन् कि घरमा चाबी लागेको छ, बाहिरबाट गेटमा ताला लागेको छ भनेर। र त्यो घरमा ताला लागेको छ भन्ने थाहा पाइसकेपछि हरिरामले चाहिँ ठिकै छ छोरीको फोन आउला भनेर मन भारी गरेर छोरीको फोन आउने आशमा त्यस दिन बिताउँछन्। 29 गते बिहान फेरि हरिराम चाहिँ आफ्नो छोरीको घर जान्छन्। घर जाँदा फेरि पनि मेन गेटमा ठुलो ताला लागेको देखेपछि उनी फेरि मन चिसो गराउँदै आफ्नो घरतिर फर्किन्छन्। फेरि पुस 29 गते हरिराम ढकालले आफ्नो ज्वाइँ रञ्जन कोइरालालाई छोरी गीताको बारेमा हालखबर बुझ्नको लागि फोन गर्छन्। तर त्यति बेला रञ्जन प्रसाद कोइरालाले मलाई थाहा छैन भनेर सिम्पल उत्तर दिएर फोन राखिदिन्छन्, जबकि उनी गीता ढकालका श्रीमान हुन् र उनी एउटा डिआइजी अफिसर पनि हुन्छन्। त्यस्तो पावरफुल पोस्टमा भएको व्यक्तिले आफ्नो श्रीमतीको लागि यति हल्का जवाफ सुनिसकेपछि हरिरामलाई पक्कै पनि एकदमै नराम्रो लाग्छ र आफ्नी छोरीको फोन कल पनि नआउने र कोही कतै खबर पत्ता नलागेपछि बुवा हरिराम ढकाल 2068 साल पुस 30 गते आफ्नी छोरी विगत 3 दिनदेखि अर्थात् 27 गतेदेखि हराइरहेकी र उनी सम्पर्कमा नआएको भनेर प्रहरीमा रिपोर्ट गर्न जान्छन्। साथै बुवा हरिराम ढकालले आफ्नो छोरीको रिपोर्ट गर्न जाने दिन चाहिँ आफ्नी छोरी गीताको घरमा काम गर्न आउने गीता कटुवाललाई चाहिँ गीताको बारेमा सोधपुछ गरेका हुन्छन् र गीता कटुवालले भने अनुसार उनी चाहिँ दिउँसो 3 बजेतिर घरमा काम गर्न जाँदा बाहिरपट्टि चाहिँ चाबी लागेको, तर घरभित्रको चाहिँ पुरै ढोकाहरू खुल्लै भएको, तर त्यो सबै ढोकाहरू खुल्लै भए पनि गीता सुत्ने कोठा पनि लक भएको थियो। मैले चाहिँ दिदी अब गीता ढकाल सुतिराख्नु भएको होला भनेर डिस्टर्ब नगरेर फर्किए भनेर भन्छन्। उनी चाहिँ गीता कटुवालको घरको साइडमै रहेको एउटा काँचिएको घरमा चाहिँ डेरा गरेर बसिरहेको हुनाले नजिकै पनि र ओल्लो घर पल्लो घरको चाहिँ सबै कुरा देखिने ठाउँ पनि हुन्छ त्यहाँ। यता फेरि रञ्जन प्रसाद कोइराला र गीता ढकालको विवाह चाहिँ 2050 सालमा अरेन्ज म्यारेज भएको हुन्छ र रञ्जन कोइराला र गीताको बिचको सम्बन्ध बिग्रिएपछि उनीहरू चाहिँ विगत 6 वर्ष यस्तै 2062 सालतिरबाट चाहिँ छुट्टा छुट्टै बस्न थालेका हुन्छन्। रञ्जन र गीताको सम्बन्ध बिग्रिनुको कारण चाहिँ तारा रेग्मी नाम गरेकी एउटा महिलासँग रञ्जनको बाहिरी सम्बन्ध भइसके पछाडि रञ्जन र गीता यस्तै 2062 सालतिरबाट चाहिँ अलग अलग बस्दै आएका थिए र कतिपय न्युजहरूमा चाहिँ यो पनि भनेको थियो कि रञ्जनले तारा रेग्मीलाई कान्छी श्रीमती नै बनाएर राखेको थियो अथवा विवाह नै गरेको थियो पनि भनिएको छ। तर विवाह नै भएको चाहिँ पुष्टि भएको चाहिँ काहीँ पनि भेटिनँ मैले, तर सम्बन्ध रहेको कुरा चाहिँ यो यथार्थ नै थियो। त्यही कारणले गीता र रञ्जनको सम्बन्ध बिग्रिएको थियो। यसै रञ्जनले चाहिँ गीतालाई बाहिर सम्बन्ध भइसके पछाडि रक्सी खाने, आउने, पिट्ने, झगडा गर्ने, शारीरिक मानसिक तनावहरू दिने गरिसके पछाडि चाहिँ उनीहरू अलग बसेका थिए र जेठो छोरा आयुष चाहिँ रञ्जन कोइरालासँग बस्थे भने कान्छो छोरो आर्यन चाहिँ गीतासँग बस्दै आएका थिए। गीता चाहिँ 62 सालतिरबाट नै बुढा नीलकण्ठमा रहेको पासीकोटको घरमा चाहिँ बस्दै आउँथिन् भने रञ्जन चाहिँ अन्यत्रै बस्थे र यसै गरी दिन बित्दै जान्छ र छोरीको खबर कोही कतैबाट नआइसके पछाडि चाहिँ बुवा हरेराम ढकालले
आफ्नो छोरी गीतालाई ज्वाइँ रञ्जनले नै कहीँ कतै चाहिँ नजरबन्दक बनाएर राखेको हुनसक्ने अथवा किडन्याप गरेको हुनसक्ने भनेर फेरि 2068 साल माघ 8 गते महानगरीय प्रहरी परिसरमा जाहेरी दिन जान्छन्। तर त्यो जाहेरी चाहिँ प्रहरीले चाहिँ एक्सेप्ट गर्दैन, या भनौँ त्यो जाहेरी चाहिँ प्रहरीले दर्तै गर्दैनन्। तर यति बेला चाहिँ प्रहरीहरूले बुवा हरेराम ढकालको जाहेरी दर्ता लिन नमाने पनि उनीहरूले चाहिँ रञ्जन के कसो गर्छ, कता जान्छ, उसको क्रियाकलापहरू, गतिविधिहरू के हुन्छन् भनेर चाहिँ उसलाई एकदमै चाहिँ नोटिस गर्न चाहिँ थालिसकेको थियो। त्यसैगरी 2068 साल माघ 10 गते गीताको शव महाराजगञ्ज टिचिङ हस्पिटलमा रहेको भनी प्रहरी मार्फत बुवा हरेराम ढकालले जानकारी पाउँछन्। यो खबरले अब बुवा हरेराम ढकाल र उनका परिवारप्रति नै अब छोरी गीता ढकाल राम्रोसँग सही सलामत आउने आश चाहिँ लगभग सकिन्छ र उनीहरूमाथि चाहिँ एउटा ठुलो वज्रपात नै पर्छ। र गीताको लास चाहिँ मकवानपुर जिल्लाको तिस्टुङ भन्ने ठाउँमा त्यहाँका स्थानीयहरूले देखेर प्रहरीलाई चाहिँ खबर गरेका हुन्छन्। त्यहाँ जलेको अवस्थामा चाहिँ बाँकिरहेको केही अवशेषहरू हेर्दा यो चाहिँ बढी मान्छेको नै हो भन्ने जस्तो लागेर त्यहाँका स्थानीयहरूले चाहिँ प्रहरीलाई खबर गरेका हुन्छन्। त्यो बडी चाहिँ पुरै जलिसकेको थियो र त्यत्रो ठुलो बडी जलेर बाँकी रहँदा चाहिँ यस्तै 12-13 किलो मात्रै बाँकी थियो र त्यसमध्ये पनि केही पार्टहरू चाहिँ अब चिनिने अवस्थामा थियो, जस्तै किडनी, पाठेघर, अलिअलि हड्डीहरू, अनि मेरुदण्डको हड्डी, यस्तोहरू चाहिँ अलिकता चिनिने लायक अवस्थामा चाहिँ थियो र तिनै बडी पार्टहरू चाहिँ प्रहरीले सङ्कलन गरेर डिएनएको लागि काठमाडौँ पठाएको थियो। छोरीको जलेको शव चाहिँ हस्पिटलमा छ भन्ने थाहा पाइसके पछाडि बुवा हरेराम ढकाल र गीता ढकालका माइती पक्षहरू चाहिँ हस्पिटलतिर लाग्छन् र त्यहाँ गएर चाहिँ त्यो जलेको लास हेरेर ठ्याक्कै आफ्नी छोरी हो भनेर छुट्याउन सक्ने अवस्था त थिएन र त्यहाँ चाहिँ अलिकता झ्याप्प चिनिने भनेको एउटा लेडिजले लगाउने, नारीमा लगाउने घडी चाहिँ जलेको अवस्थामा चाहिँ भेटिएको थियो। नेपालको हिस्ट्रीमा नै पहिलोपटक त्यो बचेको बडी पार्ट्सहरूको चाहिँ डिएनए टेस्ट हुन्छ र त्यही रिपोर्टको आधारमा चाहिँ यो लास गीताकै हो भनेर छुट्याइन्छ र यो गीता ढकालको चाहिँ पहिलो केस हो नेपालमा चाहिँ डिएनए टेस्टबाट चाहिँ रिपोर्ट निकालेर कुनै पनि केसलाई एभिडेन्स मानेको अथवा डिएनए रिपोर्ट निकालेर चाहिँ सब कसको हो भनेर छुट्याएको चाहिँ यो गीता ढकालको नै फर्स्ट केस हो। र पछि चाहिँ अब यो गीता ढकालकै लास हो भन्ने भइसके पछाडि चाहिँ देशभरिमा चाहिँ अब यो हाई प्रोफाइल केस बनेर चाहिँ सनै मच्चिन्छ। पुरै न्युज च्यानलहरूमा, पत्र-पत्रिकाहरूमा चाहिँ यसरी न्युज बनेर आएको हुन्छ र आफ्नी छोरी विवाहित भएको हुनाले बुवा हरेराम ढकाल र गीता ढकालका माइती पक्षहरूले चाहिँ के भनिरहेका हुन्छन् भने यो लास चाहिँ उनकै घर पक्षले नै बुझ्नुपर्छ भनेर भन्छन्। तर यो घटना घटिसके पछाडि रञ्जन र उनका घरपट्टिका चाहिँ कोही पनि सम्पर्कमा आउँदैनन् र उनीहरूले त्यो लास बुझ्न पनि मान्दैनन् र के पनि भनिएको छ भने त्यो लासको सतीगति गर्ने बेलामा जति पनि बचेको पार्टहरू थियो त्यसलाई चाहिँ अब आर्यघटमा लगेर हिन्दू धर्मअनुसार चाहिँ बोलाएर सतीगति गर्ने बेलामा चाहिँ उनका दुईटै छोराहरू पनि आएनन्, श्रीमान पनि आएनन् र घरपट्टिका कोही पनि नआइसके पछाडि यता माइती पक्षले नै उनको दाह संस्कार गरेका थिए र खास त अब विवाहित नारी, अब डिभोर्स पनि भएको थिएन, छोराहरू थिए भने त उनीहरूले त्यो लास चाहिँ घरपट्टिकोले बुझेर उतैपट्टिबाट नै खासै दाह संस्कार हुनुपर्ने, जबकि दुईवटा छोरा पनि थिए उनका, सो यो चाहिँ हुन सकेको थिएन। चाहिँ दागबत्ती दिनको लागि छोराहरूलाई चाहिँ पठाइदिनुहोस् भनेर हामीले भनेका थियौँ। एउटा छोरा 14 वर्षको, एउटा छोरा 11 वर्षका थिए र त्यो कुरामा पनि उहाँहरूले चाहिँ सहमति गर्नु भएन र लगत्तै बुवा हरेराम ढकालले फेरि आफ्नी छोरीको हत्या हुनुको पछाडि ज्वाइँ रञ्जन कोइरालाकै हात छ भनेर आफ्नै ज्वाइँको विरुद्धमा फेरि जाहेरी दिन्छन्। र अब कुरा गरौँ यो हत्या कसरी भयो, किन भयो, कसले गर्यो र कसरी चाहिँ गीताको शव चाहिँ मकवानपुर जिल्लाको तिस्टुङसम्म पुग्यो भनेर चाहिँ त्यसको विषयमा कुरा गरौँ। र यसै गरी अब गीता र रञ्जनको सम्बन्ध बिग्रिनुको कारण चाहिँ रञ्जन कोइरालाको चाहिँ बाहिर तारा रेग्मीसँगको सम्बन्ध नै हुन्छ। त्यस पछाडि उनीहरूको बिचमा चाहिँ अब दिनौँ झगडा, कुटपिटहरू यस्तो हुने समस्या भइसकेपछि रञ्जन र गीता चाहिँ आपसी सहमतिमा छुट्टा छुट्टै बस्ने निर्णय गर्छन्। रञ्जन र गीताको सम्बन्ध बिग्रिसके पछाडि गीताले चाहिँ माना चमलको विषयलाई लिएर काठमाडौँ जिल्ला अदालतमा चाहिँ मुद्दा दायर गर्छिन् र डिआइजी रञ्जन कोइरालाले पाउने तलबको आधा तलब चाहिँ उनले पाउने भनेर चाहिँ मुद्दा हालेकी हुन्छन् र फैसला पनि उनकै हकमा हुन्छ। रञ्जनले फेरि आफूप्रति अन्याय भएको भन्दै अंश मुद्दा दायर गर्छन्, तर त्यसको फैसला पनि आएको हुँदैन। रञ्जनले आफ्नो स्यालेरीबाट केही पनि गीतालाई दिनै नचाहेको जस्तो पनि देखिन्छ र यसै गरी 2068 साल भाद्र महिनामा चाहिँ
डिआइजी रञ्जन कोइरालालाई नेपाल सरकारले चाहिँ चाइनाको बेइजिङमा नेसनल डिफेन्स कोर्सको लागि चाहिँ उनलाई पठाएको हुन्छ र चाइनाबाट डिआइजी रञ्जन कोइराला चाहिँ कसैलाई पनि खबर नगरी 2068 साल पुस 21 गते चाहिँ नेपाल आएका हुन्छन् र यस्तै गरी 2068 साल पौष 27 गतिको बिहान यस्तै 9 बजेतिर चाहिँ रञ्जनले आफ्ना ड्राइभर रामकुमार गुरुङलाई चाहिँ तिमी चाहिँ तयार रहनु, हामी कतै जानु छ भनेर चाहिँ फोन गरेका हुन्छन्। तर त्यस पछाडि चाहिँ उनले तिनलाई चाहिँ फोन गर्दैनन् र उनी चाहिँ आफै गाडी चलाएर आफ्नो जेठो छोरा आयुषलाई लिएर उनी चाहिँ आफ्नो श्रीमती गीतामा जान्छन्। उनी चाहिँ चाइनाबाट आएको र उनले चाहिँ आफ्नो कान्छो छोरालाई ज्याकेटहरू उपहारहरू ल्याइदिएको र भेट्न को लागि भन्दै चाहिँ उनी त्यहाँ गएका हुन्छन् र उनले त्यहाँ गएर आफ्नो कान्छो छोरालाई पनि लिएर 10 बजे जेठो छोरा आयुष र कान्छो छोरा आर्यनलाई लिएर चाहिँ त्यहाँबाट निक्लिन्छन् र यसै गरी दिउँसोको 1-2 बजेतिर जस्तै बेलामा चाहिँ रञ्जन एक्लै फर्किएर आउँछन् र कोही नभएको मौका पारेर गीता चाहिँ सुतिरहेको अवस्थामा उनले चाहिँ त्यहाँ रहेको सिरानीको सपोर्टले चाहिँ गीताको मुख थुनेर घाँटी थिचेर चाहिँ उनले हत्या गरिदिन्छन् र चाहिँ गीताको रुमको चाहिँ ढोका लक गरेर त्यहाँबाट फेरि उनी यत्तिकै निक्लिएर जान्छन् र यस्तै फेरि रातिको 8-9 बजेतिर रञ्जन फेरि फर्केर आउँछन्। त्यो बेला चाहिँ गीता कटुवालले दिएको स्टेटमेन्टमा के पनि भनिएको छ भने त्यो बेलामा लोड सेडिङ भएको, एउटा गाडी चाहिँ बत्ती नबालिकन आएर भान्सा कोठातिर चाहिँ गाडी पार्क गरेको, त्यस पछाडि चाहिँ बत्ती नै नबालिकन फेरि फर्केर गएको भनेर चाहिँ गीताले पनि भनेकी थिइन्। र त्यसै गरी नै रञ्जन चाहिँ रातिको बेलामा यस्तै 8-9 बजेतिर आउँछन् र किचनको साइडमा चाहिँ गाडी पार्क गर्छन् र किचनको ढोकातिरबाट भित्र पसेर उनले चाहिँ गीताको लासलाई चाहिँ र्याप गरेर अनि आफूले चाहिँ गाडीमा राखेर लैजान्छन्। उनले चाहिँ गीताको लासलाई चाहिँ ठेगान लगाउनको लागि चाहिँ उनले चाहिँ सरकारी गाडीको चाहिँ प्रयोग गरेका थिए र यसरी चाहिँ रञ्जनले गीतालाई चाहिँ आफ्नो गाडीमा राखेर चाहिँ रातिको समयमा त्यहाँबाट लिएर जान्छन् र यसै गरी चाहिँ रञ्जन कोइरालाले अझै आफ्नो गार्ड ड्राइभरहरूलाई चाहिँ 130 लिटर जति पेट्रोलको चाहिँ व्यवस्था गर्नु भनेर चाहिँ अर्डर दिएका हुन्छन् कि पहिले नै। अनि त्यो रञ्जनले चाहिँ गीताको शव आफूलाई सरकारले प्रयोग गर्न दिएको गाडी बा 1J6213 टोयोटा गाडीमा लिएर गएर उनी चाहिँ मकवानपुरको टिस्टुङ भन्ने ठाउँमा पुर्याएर हल्का जङ्गल जस्तो सुनसान एरिया रोडको साइडतिर चाहिँ उनले गीतालाई जलाएर चाहिँ त्यहाँबाट फर्किन्छन् र यति बेला चाहिँ त्यहाँको स्थानीयहरूले रञ्जनलाई चाहिँ नोटिस गरेका हुन्छन् कि यो मान्छे किन आयो, के जलाएर गयो भनेर। तर अझै उनले चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ 4 टुक्रा पारिएको भनेका छन्, तर उनले चाहिँ त्यो 4 टुक्रा कहाँ पारे, कहाँ लगेर चाहिँ पहिला 4 पिस बनायो भन्ने चाहिँ ठ्याक्कै खुलेको चाहिँ छैन। सो अब कतै लगे उनले 4 टुक्रा बनाएर चाहिँ टिस्टुङमा लगेर चाहिँ उनको शवलाई जलाए। यता चाहिँ गीता हराएको भनेर खोजतलास अलिकता तीव्र रूपमा हुने, खोजतलास अलिक बढी हुने भइसकेपछि रञ्जनले चाहिँ गीताको शव जलाएको ठाउँमा पुरै चाहिँ जल्यो कि जलेन भनेर हेर्नको लागि चाहिँ 2068 साल 10 महिना 7 गते चाहिँ जान्छन्। लगभग यस्तै 9-10 दिनपछि चाहिँ केही बडी पार्टहरू छ कि छैन कि के कस्तो छ भनेर चाहिँ उनी त्यहाँ चाहिँ हेर्न गएका हुन्छन्। त्यही बेलामा त्यहाँको स्थानीयहरूले चाहिँ रञ्जनलाई पक्रिएर नियन्त्रणमा लिएर चाहिँ पक्कै पनि यो बडीसँग चाहिँ यो मान्छेको केही सम्बन्ध छ भनेर त्यहाँको स्थानीयहरूले चाहिँ उनलाई पक्रिएर चाहिँ प्रहरीलाई चाहिँ बुझाइदिएका हुन्छन् र त्यहाँ बुझाए पनि उनले चाहिँ म चाहिँ डिआइजी भएको, उनी चाहिँ अब एउटा ठुलो पोस्टमा पनि भएको र केही काम विशेषले आएको भनेर आफ्नो परिचय पत्र देखाएर उनी चाहिँ त्यहाँबाट सजिलै निक्लिन्छन् र उनी त्यहाँबाट सजिलै निक्लिए पनि 2068 साल 10 महिना 8 गते बिहान 9 बजे नागढुङ्गा चेकपोस्टबाट चाहिँ उनी पक्राउ पर्छन्। रञ्जन कोइराला त्यसरी पक्राउ परे पनि उनको इन्भेस्टिगेसनको क्रममा चाहिँ रञ्जनले चाहिँ सजिलैसँग आफ्नो अपराध चाहिँ कबुल गरेका हुँदैनन्। उनले चाहिँ कुराहरू घुमाउने अनि एकदमै धेरै कुराहरूलाई चाहिँ लम्बा चौडा गराउने, कता कता डिरेक्सनमा लैजाने त्यस्तो गरिरहेको थिए। अनि तर चाहिँ उनले चाहिँ पछि चाहिँ के भनेर चाहिँ उनले चाहिँ आफ्नो अपराध कबुल गर्छन् भने उनीको चाहिँ तारादेग्नीको सल्लाहमा अलिकता कम सजाय हुन्छ कि भन्ने कुराले चाहिँ उनले चाहिँ त्यो तारादेग्नीको सल्लाहको अनुसार चाहिँ उनले आफ्नो अपराध कबुल गर्छन् र यो सबै इन्भेस्टिगेसन गर्ने चाहिँ रञ्जनकै साथी ब्याचमेट भनौँ न, जागिर खाने बेलामा चाहिँ सँगै आवेदन दिएको साथी राजेन्द्र श्रेष्ठ थिए। उनीहरूले चाहिँ अलिकता इमोसनल तरिकाले घुमाएर चाहिँ उनलाई चाहिँ कबुल गराउने गराएका थिए र राजेन्द्रले चाहिँ के पनि भनेका छन् भने कतिवटा न्युजमा चाहिँ आफ्नो साथी रञ्जनलाई यसरी हत्कडी लगाएर लैजानु पर्ला, रञ्जनले यस्तो गर्ला भनेर चाहिँ हामीले सोचेको पनि थिएनौँ, हामीलाई त एकदम आँखामा आँसु नै आयो भनेर उनले चाहिँ भनेका पनि थिए। र
र यसरी चाहिँ रञ्जनले आफ्नो अपराध कबुल गर्छन्। र यो इन्भेस्टिगेसन गर्दा रञ्जनलाई पक्राउ गर्दा चाहिँ यता फेरि गीताका माइती पक्षहरूले चाहिँ एकदमै हल्ला गर्ने, नारा जुलुस गर्ने, अनि चाहिँ कारबाही हुनुपर्छ भनेर चाहिँ एकदमै आन्दोलनमै उत्रिएका थिए। अझ राजेन्द्रले चाहिँ सुरुमा चाहिँ आफ्नो साथी रञ्जनले यस्तो त गर्दैन होला भन्ने सोचेर सुरुको पटक गीताको बुवाले चाहिँ अब जाहेरी दिन जाँदा ज्वाइँले यसरी गायब पार्यो भनेर जाहेरी दिन जाँदा चाहिँ होइन यस्तो होइन भनेर मध्यस्थ गर्दा चाहिँ मिडिएटर बनेर चाहिँ उनीहरूको चाहिँ वार्ता गराउन मिलाउन खोजेको थिए कि तर पछि चाहिँ यस्तो घटना भयो भन्दाखेरि चाहिँ राजेन्द्र श्रेष्ठ चाहिँ आफै पनि छक्क परेका थिए। र त्यसपछि रञ्जन र रञ्जनकी प्रेमिका तारा रेग्मी पनि यस घटनामा संलग्न भएको भनेर उनीहरू दुवैजनालाई चाहिँ गिरफ्तार गरिन्छ। तर यति सबै गरेर रञ्जन र तारा रेग्मीलाई चाहिँ गिरफ्तार गरेर फेरि मुद्दा दायर गरेर अदालतमा पुर्याइन्छ। र अदालतमा गइसकेपछि रञ्जनले चाहिँ मैले हत्या गरेकै होइन भनेर चाहिँ आफ्नो बयानै चेन्ज गरिदिन्छन्। र रञ्जनले आफ्नो चाहिँ बयान चेन्ज गरे पनि प्रहरीको अगाडि दिएको बयान अनि लास जलाएको ठाउँमा शङ्कास्पद तरिकाले 2-3 पटक भेटिनु, अनि आगोले जलेको लेडिज घडी, आधाभन्दा बढी जलेको शव, जाँच मुचुल्का, अनि घटनास्थलको प्रकृतिहरू हेर्दाखेरि र अन्य धेरै बयान दिने मान्छेहरू र सँगसँगै गीताले चाहिँ पहिले पनि धेरै पटक आफूलाई मानसिक तनाव दिएको, कुटपिट गरेको भनेर चाहिँ उनले आफ्नो ज्यान जोगाइ पाऊँ भनेर उनले धेरै सरकारी निकायहरूमा चाहिँ निवेदन दिएकी थिइन्। यस्ता थुप्रै प्रमाणहरू पेश गरेर रञ्जनलाई काठमाडौँ जिल्ला अदालतले 2071 सालमा पत्नीको हत्याको दोषी ठहर गरेर सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँछ। र तारा रेग्मी चाहिँ त्यति बेला नेपालमा नभएको मलेसियामा भएको हुनाले चाहिँ उनको चाहिँ आफ्नो प्र्याक्टिकल्ली आफू स्वयं नै त्यो हत्याको समयमा संलग्न नभएको तर अन्य कुराहरूमा चाहिँ संलग्न भएको भनेर उनलाई चाहिँ 1 वर्षको जेल जीवनको लागि भनेर फैसला सुनाइन्छ। र रञ्जन कोइरालालाई चाहिँ 20 वर्षको लागि जन्मकैद भनेर चाहिँ फैसला सुनाइन्छ। आफ्नो फैसलाको चित्त बुझेन भनेर फेरि उनले फेरि पत्र बुझाउँछन् तर उच्च अदालत पाटनले 2072 मङ्सिर 23 गते जिल्लाकै फैसलालाई नै सदर गरेर उनलाई फेरि जन्मकैदकै फैसला सुनाइदिन्छ। यति हुँदाहुँदै पनि फेरि रञ्जनले सर्वोच्च अदालतमा पत्र बुझाउँछन्। सर्वोच्च अदालतले चाहिँ के निर्णय सुनाउँछ भने 20 वर्षको सजाय पाएको दोषीलाई 2077 साल असार 15 मा 8 वर्ष 6 महिना मात्रै कैद सजाय दिन्छन् र 11 वर्ष 6 महिनाको जेल सजाय चाहिँ छुट गरिदिन्छन्। यो बेला फैसला गर्ने भनेको चाहिँ एक चोलेन्द्र शमशेर जबरा र अर्का चाहिँ तेजबहादुर केसी चाहिँ न्यायाधीश थिए। तर यो फैसला चाहिँ के को आधारमा चाहिँ जेल जीवन उनलाई घटाइयो, उनलाई चाहिँ सजाय कम गरियो भन्ने कुरा चाहिँ झनै विवादपूर्ण छ कि त्यति बेला चाहिँ उनीहरूले राखेको बुँदा जुन कारणले चाहिँ रञ्जनलाई कम सजाय दियो त्यो बुँदाहरू चाहिँ घटना चाहिँ मृतककै कारणले भएको, मृतकले उक्साएको कारणले रञ्जनले चाहिँ एकदम ट्रिगर्ड भएर चाहिँ उनलाई चाहिँ आवेशमा आएर हत्या गरेको भनेर चाहिँ अब बिरामी भएर सुतेको आफ्नो श्रीमतीलाई नै दोष देखाएर ऊ चाहिँ आवेशमा आएको कारणले अचानक भएको हत्या भनेर भनेको पहिलो बुँदा भयो। त अर्को चाहिँ फेरि बच्चाहरू चाहिँ नाबालिग भएको र उनीहरूको परवरिश अनि शिक्षा दीक्षामा चाहिँ अभिभावकको खाँचो भएको भनेर चाहिँ भनिएको छ। तर जबकि त्यति बेला चाहिँ उनका कान्छा छोरा नै 20 वर्षका पुगिसकेका थिए र अझै अर्को चाहिँ न्यायाधीशलाई चाहिँ चित्तमा लागेको रञ्जन कोइरालालाई चाहिँ जन्मकैद चाहिँ चर्को परेको भनेर चाहिँ यस्तो किसिमको नाजायज निर्णय गरेका थिए। यो केसको रिसर्च गरेको बेलामा चाहिँ ऋषि धमलासँग रञ्जन प्रसाद कोइराला र उनका जेठा छोरा आयुषको चाहिँ इन्टरभ्यू हेरेको थिएँ। त्यति बेला चाहिँ कस्तो अचम्म लागेको थियो भने चाहिँ ऋषि धमलाले चाहिँ खुलेआम चाहिँ भनेको छ कि तपाईँले हत्या गर्नुभयो, किन हत्या गर्नुभयो भनेर यति धेरै पटक सोचेको छ कि त्यो रञ्जनको चाहिँ कुनै जवाफ नै छैन कि त्यसमा। तपाईँले आफ्नो पत्नी गीता ढकालको किन हत्या गर्नुभयो आज नेपाली जनतालाई स्पष्ट रूपमा बताइदिनुहोस्। हत्या गर्नुपर्ने कारण आज के? त्यो गलत आरोप हो। मैले कसरी गलत आरोप हुन्छ? हत्या गरेको भने त अदालतले प्रमाणित गरिसकेको छ नि। सायद त्यसैले रिभ्यू पनि हुन्ला होला। जिल्ला अदालत पुनर्गठन अदालतले त तपाईँले हत्या नै गरेको भनेर तपाईँलाई 20 वर्ष कैद गरेको होइन, त्यसकारण सजाय सुनाएको होइन। त्यसकारण सहित तपाईँले गीता ढकाललाई हत्या गर्नुपर्ने कारण के थियो? तपाईँले स्वीकार्नु भएको छ नि त, मैले मारेको छैन। पुलिसमा तपाईँले बयानै दिनु भएन। अझै अचम्मको कुरा चाहिँ के छ भने छोराले पनि के भनेको छ भने मेरो चाहिँ बुवा निर्दोष हुनुहुन्छ, मेरो बुवाले चाहिँ हत्या गर्नु नै भएको थिएन,
हामीमा के अन्याय भयो भनेर चाहिँ अझै बोलिरहेको छ कि त्यहाँ। तर म यति चाहिँ एकदमै कन्फिडेन्टली भन्न सक्छु कि मेरो बुवा एकदमै इनोसेन्ट हुनुहुन्छ। र अझै ऋषि धमलाले के पनि भन्छ भने कति करोड खुवाउनु भयो तपाईँले यहाँबाट निक्लिनको लागि न्यायाधीशलाई भनेर चाहिँ सिधै सोधिदिएको छ कि करोडौँ पैसा खुवाउनु भयो भन्ने छ नि त भनेर यसरी सोधेको छ कि ऋषि धमला। तर तपाईँले रिहा हुनको लागि ठुलो धनराशि खर्च गर्नुभयो अरे नि त, करोडौँ रुपियाँ लेनदेन भयो अरे आर्थिक रूपमा। र यतिको चाहिँ सिधै मुखमा सोधिदिने गर्छ चाहिँ ऋषि धमलासँग चाहिँ छ। तर चाहिने ठाउँहरूमा कतिपय ठाउँहरूमा चाहिँ ठिकै गर्यो, ठिकै भयो ऋषि धमलाले सोधेर जस्तो पनि लाग्ने। तर यस्तिकै गट्स चाहिँ अरू धेरै केसहरूमा पनि देखाए अझै राम्रो हुन्थ्यो होला। र 2077 साल मङ्सिर 8 गते चाहिँ रञ्जन कोइराला चाहिँ जेलबाट छुट्छन् त्यो न्यायाधीशको निर्णयले गर्दा। र उनी चाहिँ पुरा जेलबाट निक्लिँदा चाहिँ आफूलाई सेलिब्रिटी जस्तो हात हल्लाउँदै यसरी हात हल्लाउँदै हाई भन्दै चस्मा लगाएर पुरै शानसित निक्लेका थिए। र उनकी प्रेमिका अथवा उनकी कान्छी श्रीमती जे हुन् उनी चाहिँ गाडी लिएर आफ्नो प्रेमीलाई लिनको लागि चाहिँ गएकी थिइन् त्यति बेला चाहिँ। र उनी चाहिँ पुरै आफूलाई चाहिँ सेलिब्रिटी नै सोचेर जेलबाट चाहिँ बाहिर निक्लेका थिए। अब एउटा हत्याराको चाहिँ कति ठुलो सान कि त्यति बेला चाहिँ। र यो निर्णयको चाहिँ एकदमै चौतर्फी चाहिँ एकदमै विरोध हुन्छ। हत्या नै गरेको भन्ने प्रमाण हुँदाहुँदै पनि उनलाई यस्तो नाजायज कुराहरूलाई चाहिँ पोइन्ट गरेर उसलाई रिहा गरिएको छ कि यो कुनै जायज नै छ। चौतर्फी विरोध हुन्छ। गीता ढकालको बुवा हरिराम ढकालले मात्रै नभएर आम जनताले पनि यसको एकदमै विरोध जनाउँछन्। र सर्वोच्च अदालतको निर्णय यहाँनिर फेरि उल्टिन्छ। र फेरि उनी चाहिँ 2079 साल 2 महिना 13 गते उनी फेरि पक्राउ पर्छन्। यो पिरियडमा चाहिँ जुन यो 2077 सालदेखि 79 सालको बिचमा जति पनि रञ्जन कोइराला जेलबाट बाहिर भए त्यति बेला चाहिँ उनी पुरै इन्टरभ्यूहरू दिने, आफूलाई चाहिँ एकदम सेलिब्रिटी किसिमको ट्रिट गर्ने र त्यस्तो गर्दै हिँडे होइन। जस्तो कि उनले हत्या नै नगरेको, अब जनताले म बोलेपछि पत्याउँछन् भन्ने हिसाबले। तर जुन सत्य थियो त्यो त सबैलाई नै थाहा थियो। र उनी जेलबाट निक्लिएपछि चाहिँ तारा रेग्मी र रञ्जन कोइराला सँगै बस्दै पनि आएका थिए। र फेरि उनी जुन यो अन्तिम पटक पक्राउ परे 2079 साल 2 महिना 13 गते त्यस दिनदेखि लागू हुने गरी 11 वर्ष 6 महिना जेलमा राख्ने भनेर चाहिँ निर्णय सुनाइन्छ। धन्न यतिको निर्णय यो निर्णय भयो र नेपाली जनतालाई चाहिँ अलिकता न्यायालयप्रति चाहिँ आशा राख्ने बाटो चाहिँ छ। नभए त्यही पुरानो निर्णय हुन्थ्यो भने त न्यायालय त मर्यो नै भनेर बुझ्दा चाहिँ फरक पर्दैन थियो कि नेपाली जनताले। अझै रञ्जन कोइरालाको त इन्टरभ्यूहरूमा चाहिँ कस्तो पनि छ भने मैले त मारेकै होइन, मलाई त एकदम फ्रेम गरेको हो, गीता त माघ 8 गतेसम्म जिउँदो नै थियो। यस्तो कस्तो भ्रमित के यस्तो मान्छेको त दिमागै छैन, म जे बोले पनि पत्याउँछन् भन्ने हिसाबले चाहिँ उसले इन्टरभ्यू दिइरहेको थियो कि। सपोर्टर फेरि उसको जेठो छोरा। अब आफ्नो आमालाई मारेको हो भन्ने थाहा हुँदै पनि कसरी चाहिँ अब अझ चाहिँ त्यो ऋषि धमलाको इन्टरभ्यूमा चाहिँ रञ्जनले चाहिँ कसरी घुमाएर एउटा कुरा पोइन्ट गराएको छ भने यो घटना चाहिँ मैले घटाएको चाहिँ होइन, बुवा हरिराम ढकाल चाहिँ गीताको चाहिँ आफ्नै बुवा होइन, स्टेप फादर हो। अब त्यहाँ पनि के हुनसक्छ भनेर चाहिँ एकदम त्यो हुन्छ नि शङ्कात्मक चाहिँ गराइदिन खोजेको थियो कि। स्टेप फादर इन ल भने सुने मैले। ही इज नट बायोलोजिकल फादर अफ माई वाइफ, द्याट्स इट। Go and get it. Evidence, prove it. र रञ्जन कोइराला चाहिँ यदि त्यो लास जलाएको ठाउँमा फेरि गएको हुन्थेनन् भने सायद यो केस चाहिँ एकदम मिसिङ केस नै हुन्थ्यो होला कि गीताको केस। अब के हुन्थ्यो उसको पावर थियो त्यति बेला, उसले चाहिँ घुमाउन पनि सक्थ्यो। तर उसले चाहिँ फेरि गयो र गीताको चाहिँ फाइनली अब मर्डर भएको हो भनेर चाहिँ यो चाहिँ प्रमाणित भयो। ऊ त्यहाँ नगएको भए चाहिँ सायद यो केसको चाहिँ छुट्टै नै विवरण हुन पनि सक्थ्यो कि उनी चाहिँ सधैँभरि मिसिङ केस नै भइराख्न पनि सक्थिन्। सो आजको लागि यति नै साथीहरू। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। र प्लिज लाइक, सेयर, सब्सक्राइब गरेर मलाई चाहिँ अझै अगाडि बढ्नको लागि सपोर्ट पनि गर्नुहोला। र केही छुटफुट गल्ती भएको भए कमेन्ट बक्समा गएर चाहिँ सल्लाह सुझाव दिन पनि नबिर्सिनुहोला। सो अर्को हप्ता नयाँ भिडियो लिएर आउनेछु। त्यति बेलासम्मको लागि बाई, टेक केयर।